सबैलाई सबै मानिसहरूले भन्ने गर्छन् नि, तैँले त माछा मासु त छुटाइस्, प्याज लसुन पनि किन त छुटाउँदैछस् भन्छन् नि। माछा मासु त खाइनस् ठिकै छ, तर प्याज लसुन किन खाँदैनस्? प्याज लसुन त कसैले मारेर कसैले काटेर आउँदैन भनिएको छ भन्छन् क्या अरू व्यक्तिले। यसको उत्तर म एउटा कथाबाट सुनाउँछु। एउटा कथा सुन्नुहोस् हजुरले। एउटा कथामा भगवान हुन्छ नि, भगवानले एउटा असुरलाई मार्नुभएछ कि, असुरलाई मार्नुभएछ। त्यो असुरको रगत भुइँमा झरेछ, त्यो रगतबाट उम्रिएछ प्याज लसुन हो। त्यसैले त्यो असुर छ नि, त्यो असुरको रगतबाट उम्रिएको हुनाले त्यसलाई तमोगुणी भनिन्छ। त्यसैले हामीले प्याज लसुन खाएपछि हामीलाई पाप लाग्दैन, पाप त लाग्दैन, तर त्यो प्याज लसुनमा दोष छ कि, त्यसैले खानु हुँदैन। प्याज लसुन खाएपछि मानिसले हामीले जस्तै काम उत्पन्न हुन्छ। प्याज लसुन खाएपछि हामीलाई काम उत्पन्न हुन्छ। काम भनेपछि जस्तै स्त्रीहरूप्रति धेरै आकर्षण हुने, नराम्रो कुराहरू खेल्ने। र यो फेरि शास्त्रमा एउटा श्लोक सुनाउँछु म हजुरलाई। क्रोधात् भवति सम्मोहात् स्मृति विभ्रम, स्मृति भ्रंशात् बुद्धिनाशो, बुद्धिनाश प्रणश्यति भनिन्छ। क्रोधबाट मानिसको मोह उत्पन्न हुन्छ। मोहबाट त्यो संसार रूपी कुवामा फर्दछ के, त्यसैले उसले बुद्धिनाश गर्छ के, त्यसैले बुद्धिनाश हुन्छ हामीले तमोगुणमा गरेको कामहरू। त्यसैले तमोगुणी भोजनहरू पनि नगर्नुहोस् हजुरले। त्यसैले हामीले प्याज लसुन नखानुको कारण के हो? प्याज लसुन हो तमोगुणी भनेको नराम्रो, जस्तै मानिसको नेगेटिभ विचारहरू आउनु, नेगेटिभ जस्तै कामहरू भित्रबाट आउनु, त्यसले भन्छ तमोगुणी। हरे कृष्ण सबैले। र यो च्यानलमा हजुरहरू नयाँ हुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला है त।